दर्शकवृन्द नमस्कार, म मोतीलाल मोक्तान। बहुसंख्या हिन्दू धर्मावलम्बीहरूले पशु बलि दिएर दशैं मनाइरहेको बेला बौद्ध धर्मावलम्बीहरूले भने आज फुलपातीदेखि गुम्बाहरूमा न्युने अर्थात् मौन व्रत बसिरहेका छन्। उनीहरूले दशैंमा बलि दिएको प्राणीहरूको आत्माको शान्तिको कामना गर्दै मौन व्रत बसेका हुन्। दशैंमा बलि दिएको पशु पंक्षीको आत्माको शान्तिको लागि बौद्ध धर्मावलम्बीहरूले मौन व्रत बसिरहेको काठमाडौँको स्वयम्भू किमडोलमा अवस्थित थुप्तेन दर्क्युलिङ गुम्बामा हामी आइपुगेका छौँ। जीवनमा जानी वा नजानी गरिएको कुकर्म र पापबाट मुक्त हुने विश्वासका साथ बौद्ध धर्मावलम्बीहरूले न्युने व्रत बस्ने चलन रहेको छ। न्युने व्रत मनलाई शान्ति र धैर्य हुन सिकाउने एक किसिमको ध्यान अर्थात् उपासना हो। बौद्ध धर्मावलम्बीहरूले विभिन्न समयमा न्युने व्रत बस्छन्। दशैंमा बस्ने न्युने व्रतको भने छुट्टै महत्त्व रहेको लामाहरूको भनाइ छ। पहिला गुम्बामा लामा गुरुहरू मात्रै न्युने व्रत बस्ने गर्थे, तर हिजोआज युवा महिला बालबालिका पनि उत्साहका साथ न्युने बसिरहेका छन्। न्युने बस्दा आफूले चाहेको काम पुरा हुने र परिवारमा समेत सुख शान्ति हुने विश्वास रहेको गुम्बा समितिका अध्यक्ष बिलबहादुर लामाको भनाइ छ। न्युने भनेको चाहिँ हामीले धेरै अगाडिदेखि नै राखेको थियौँ। गुम्बा नहुँदाखेरि पनि कति समग्रमा कति वर्ष जति भयो तपाईँको? त्यो न्युने राखेको त 50-51 सालतिर भयो। 50-51 सालदेखि भनेपछि लगभग 30-35 भन्दा माथि नै होला। सालले ठ्याक्कै यो न्युने व्रत राख्नुको उद्देश्य चाहिँ के, किन राख्नुभयो, के कारणले राख्नुभयो? न्युने व्रत भनेको चाहिँ कस्तो भनेदेखि अब यो सकल प्राणी हितको लागि या एउटा यो प्राणी हिंसा ज्यादा हुने यसको लागि रोकथामको लागि पनि भनौँ न, त्यसमा रोकथाम जस्तोको लागि पनि हो। यो हामीले जानेको अनुसार नजानेको त अरू कुरा होला, लामाको कुराबाट अरू कुरा आउँछ होइन। थुप्तेन दर्क्युलिङ गुम्बामा विगत 31 वर्षदेखि न्युने अर्थात् मौन व्रत सञ्चालन भइरहेको छ। गुम्बामा काठमाडौँ, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप लगायत विभिन्न जिल्लाका लामा गुरु तथा अन्य सयौं जना व्यक्तिहरूको उपस्थितिमा सञ्चालन भइरहेको छ। आजबाट सुरु भएको न्युने अर्थात् मौन व्रत पर्सि लामा गुरुहरूबाट वाङ अभिषेक गरी समापन गरिनेछ।
शक्तिशाली मन्त्रहरू पनि त्यो भएर मैले बिजुली तपाईँहरूले गफ गर्ने भन्दा अब यो मन्त्र सुन्नुहोस् भने चाहिँ त्यो मन्त्र सुन्यो भने चाहिँ हामीलाई धेरै पाप काट्छ हाम्रो हामीलाई मन्त्र चाहिँ अरू बेला पनि मन कानमा गुन्जिनुपर्छ क्या हाम्रो मनमा नै आफूले जप्नु पनि मनमा पनि गुन्जिरहनुपर्छ जहाँ गयो भने त्यो मन्त्रले चाहिँ गुन्जिरहेको हुनुपर्छ कि त्यो किनभने भित्र छाप राख्नुपर्छ कि हाम्रो छाप बसेको हुनुपर्छ नि त्यस कारण चाहिँ मन्त्र छाप बसोस् भनेर चाहिँ मैले तपाईँहरूले गुन्जिरहने कानमा पछि गुन्जिरहेपछि Amen.